एकजना महालले भन्थेका, म भुइँ मान्छे हुँ, भुइँसम्म निहुरिन चाहिँ सक्छु, तर झुक्न चाहिँ 1 इन्च पनि सक्दिनँ। त्यो आकाशैभरि कालो मडारिएको त्यो सिंहदरबार डर्दै गरेको मुस्लो अनि त्यही व्यवस्थाले लिएर आएको त्यो महाभारत बिर्सिनेले बिर्सिन मिल्छ, तर ती दाजुभाइले निधारै ताकिहाने, छाडी जाने छाडी गए। तर तिनका बाआमाले सेता कपडा फेरि बारे। तिनका बाआमा अझै पनि त्यो सानो अनुहार लिँदै कोही घाँस दाउरा गर्दै होला, त कोही छोराछोरी मरे, न्याय पाइएला कि नपाइएला भन्दै रुँदै होलान्। सबैजनालाई स्मरण रहोस्, त्यो दाजुभाइले बगाएको रगतको साक्षी हामी सबैजना हौँ। त्यो हाम्रा पुस्ताले हामीलाई प्रश्न अवश्य गर्नेछन्, त्यो रगतले लिएर आएको त्यो परिवर्तन यही हो भनी भन्नेछन्। सबैजनालाई एका रहोस्। अनि सबै थोक जान्दैन भनेर होला, कतै सुन्छु ती जेन्जी त्यस्ता फुच्चे जेन्जी भनेको सुन्छु। एका रहोस्, ती हाम्रा दाजुभाइले घरबाट मान्छे निकालेर घर जलाए। अब फेरि त्यो घर सुत्दै मान्छे जलाउने त्यो परिस्थिति फेरि नआओस्। त्यो हाम्रा दाजुभाइ मरेको त्यो ठुलो त्यो घाउमा अझै पनि त्यो सानो मलम लगाउन सकेको छैन। सबैजनालाई स्मरण रहोस्। अनि चुनाव त फेरि पनि आयो। त्यो मुख ढाक्न आफैले वस्त्र खोले, अब फेरि मुख ढाकौँ कि लाज भन्ने पनि भइरहेको होला। हामी सबैजनाले त्यो सबै थोक देख्यौँ, अब मुख ढाक्नु पर्दैन, लाजै ढाक्दा हुन्छ पनि भन्न चाहे है।